नमस्कार। यदि तपाईँले प्लस 2 पिसिएल वा डिप्लोमा पूरा गर्नुभएको छ र अब ब्याचलर्स डिग्रीका लागि विदेश जाने सोचमा हुनुहुन्छ भने तपाईँले फिनल्यान्डमा ब्याचलर्सको लागि एप्लाई गर्न सक्नुहुन्छ। आजको यो भिडियोमा हामी फिनल्यान्डमा ब्याचलर्स पढ्नुका कारण मात्र होइन, कुन विद्यार्थीले एप्लाई गर्न सक्छ, कुन प्रकारको युनिभर्सिटी रोज्ने, एडमिसन प्रोसेस कसरी हुन्छ, एन्ट्रान्स एक्जाम कस्तो हुन्छ, फाइनान्सियल रिक्वायरमेन्ट के हो, डिपेन्डेन्ट लैजान सकिन्छ कि सकिँदैन र ग्रेजुएसन पछि करियरको पाथवे कस्तो हुन्छ भन्ने विषयमा स्टेप बाई स्टेप जानकारी दिनेछौँ। नम्बर 1, प्लस 2 पिसिएल वा डिप्लोमा पछि ब्याचलर्स। सबैभन्दा पहिले यदि तपाईँले प्लस 2 पिसिएल वा डिप्लोमा पूरा गर्नुभएको छ भने सम्बन्धित प्रोग्रामको इलिजिबिलिटी पूरा गरेर फिनल्यान्डमा ब्याचलर्सका लागि एप्लाई गर्न सक्नुहुन्छ। ब्याचलर्स एप्लाई गर्नु अघि नै अर्को ब्याचलर्स डिग्री पूरा गर्नुभएको छ भने पनि एप्लाई गर्न मिल्छ। तपाईँको जति वर्षको ग्याप भए पनि, जति जिपिए पर्सेन्टेज भए पनि, जति एज भए पनि तपाईँले ब्याचलर्सका लागि एप्लाई गर्न मिल्छ। फिनल्यान्डमा एप्लिकेसन गर्दैमा अफर लेटर आउने चाहिँ होइन। लगभग सबै युनिभर्सिटीले एन्ट्रान्स एक्जाम लिन्छन्। एन्ट्रान्स एक्जाम पास गरेपछि मात्र अफर आउँछ। नम्बर 2, आफ्नो रुचिको फिल्डमा ब्याचलर्स। फिनल्यान्डमा ब्याचलर्स एप्लाई गर्दा तपाईँले आफ्नो प्रिभियस एकाडेमिक ब्याकग्राउन्ड मात्र हेर्नु पर्दैन। आफ्नो रुचि, क्षमता र फ्युचर करियर गोल अनुसार प्रोग्राम छनौट गर्न सक्नुहुन्छ। अर्थात् तपाईँ भविष्यमा कुन क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ भन्ने कुरा हेरेर आफूलाई सुइटेबल हुने ब्याचलर्स प्रोग्राम छनौट गर्न सक्नुहुन्छ। नम्बर 3, इङ्ग्लिसमा ब्याचलर्स पढ्ने अवसर। फिनल्यान्डमा इन्टरनेसनल स्टुडेन्ट्सका लागि धेरै इङ्ग्लिस टट ब्याचलर्स प्रोग्राम्स उपलब्ध छन्। यसको अर्थ तपाईँले फिनिस ल्याङ्ग्वेज नजानेको अवस्थामा पनि इङ्ग्लिस मिडियम प्रोग्रामबाट आफ्नो ब्याचलर्स डिग्री सुरु गर्न सक्नुहुन्छ। तर यदि तपाईँ फिनल्यान्डमा ग्रेजुएसन पछि करियर बनाउन चाहनुहुन्छ भने स्टडिजसँगै फिनिस ल्याङ्ग्वेज सिक्नु फ्युचर इम्प्लोइमेन्ट र इन्टिग्रेसनका लागि निकै उपयोगी हुन सक्छ। नम्बर 4, प्र्याक्टिकल एजुकेसन। डिग्री मात्र होइन, स्किल्स पनि। आजको कम्पिटिटिभ जब मार्केटमा केवल डिग्री पर्याप्त हुँदैन। इम्प्लोयरले तपाईँको प्र्याक्टिकल स्किल्स, कम्युनिकेसन, टिमवर्क, प्रब्लम सल्भिङ, क्रिएटिभिटी, इन्डस्ट्री एक्सपोजर जस्ता स्किल्सलाई पनि महत्त्वपूर्ण दिन्छ। विशेष गरी युनिभर्सिटी अफ एप्लाइड साइन्सेस अर्थात् युएसमा प्र्याक्टिकल प्रोजेक्ट्स, इन्टर्नसिप्स र वर्किङ लाइफ कर्पोरेसनमा विशेष फोकस हुन्छ। त्यसैले यदि तपाईँको उद्देश्य डिग्रीसँगै प्र्याक्टिकल स्किल्स डेभलप गर्ने र फ्युचर करियरका लागि तयार हुने हो भने युएस एउटा महत्त्वपूर्ण अप्सन हुन सक्छ। नम्बर 5, ब्याचलर्स एप्लिकेसन क्राइटेरिया। एउटा, प्लस 2 पिसिएल डिप्लोमा पास। यदि तपाईँले प्लस 2 पिसिएल वा डिप्लोमा पास गर्नुभएको छ भने तपाईँको जिपिए वा पर्सेन्टेज जति भए पनि प्रोग्रामको इलिजिबिलिटी पूरा गरेमा ब्याचलर्सका लागि एप्लिकेसन गर्न सक्नुहुन्छ। अर्को, आइएल्स, पिटी, स्याट, टफल। धेरैजसो युनिभर्सिटी अफ एप्लाइड साइन्सेसले आइएल्स वा पिटी माग्छन् भने केही युनिभर्सिटीले आइएल्स वा पिटी बिना पनि तपाईँको एप्लिकेसन एक्सेप्ट गर्छन्। आइएल्स वा पिटी माग्ने युनिभर्सिटीमा आइएल्समा ओभरअल 6 वा पिटीमा ओभरअल 55 भएमा एप्लिकेसन एक्सेप्ट हुन्छ। नम्बर 6, फिनल्यान्डको एडमिसन प्रोसेस कसरी हुन्छ। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण पार्ट, एडमिसन प्रोसेस। फिनल्यान्डमा केवल एकाडेमिक डकुमेन्ट सब्मिट गरेर मात्र अफर लेटर आउने होइन। धेरै युएस प्रोग्राम्समा इन्ट्रान्स एक्जामिनेसन वा अन्य सेलेक्सन प्रोसेस हुन्छ। स्टेप 1, जोइन्ट एप्लिकेसन र सेपरेट एप्लिकेसन। फिनल्यान्डमा जोइन्ट एप्लिकेसन मार्फत विद्यार्थीले एउटै एप्लिकेसनबाट अधिकतम 6 वटा स्टडी अप्सन्स रोज्न सक्छन्। यसका अतिरिक्त केही प्रोग्राम्समा सेपरेट एप्लिकेसनबाट पनि एप्लाई गर्न सकिन्छ। त्यसैले विद्यार्थीको प्रोफाइल र प्रोग्राम एभाइलेबिलिटी हेरेर एप्रोप्रिएट एप्लिकेसन राउट छनौट गर्न महत्त्वपूर्ण हुन्छ। स्टेप 2, एन्ट्रान्स एक्जामिनेसन। धेरै युएस ब्याचलर्स प्रोग्राममा एप्लिकेसन पछि एन्ट्रान्स एक्जामिनेसन वा सेलेक्सन प्रोसेस हुन्छ। जोइन्ट एप्लिकेसन अन्तर्गत हुने एन्ट्रान्स एक्जामिनेसन अनलाइन हुन्छ। एन्ट्रान्स एक्जाममा इङ्ग्लिस, म्याथमेटिक्स लगायतका सब्जेक्ट्स हुन सक्छन्। सेपरेट एप्लिकेसनमा भने युनिभर्सिटी र प्रोग्राम अनुसार अनलाइन वा फिजिकल एक्जामिनेसन हुन सक्छ। इन्ट्रान्स एक्जाममा इङ्ग्लिस, म्याथमेटिक्स लगायतका सब्जेक्ट्स हुन सक्छन्। त्यसैले एप्लाई गर्नु अघि एन्ट्रान्सको फर्म्याट, सब्जेक्ट, डेट, सेलेक्सन क्राइटेरिया बुझ्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। एन्ट्रान्स पास गरेपछि मात्रै युनिभर्सिटीले अफर लेटर प्रोभाइड गर्छ। स्टेप 3, एन्ट्रान्स प्रिपरेसन। एन्ट्रान्स एक्जामिनेसन हुने भएकोले प्रोपर प्रिपरेसन अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यही कारणले लिङ्किङ ड्रिम्स प्राइभेट लिमिटेडले फिनल्यान्ड युएस इन्ट्रान्स एक्जामिनेसनका लागि अनलाइन इन्ट्रान्स प्रिपरेसन क्लासेस सञ्चालन गरिरहेको छ। हाम्रो प्रिपरेसन क्लास फुल्ली अनलाइन हुन्छ। त्यसैले नेपालका विभिन्न ठाउँमा रहेका विद्यार्थीहरूले पनि घरबाटै प्रिपरेसन गर्न सक्छन्। हामी इन्ट्रान्सको रिक्वायरमेन्ट अनुसार इङ्ग्लिस, म्याथमेटिक्स लगायत अन्य एकाडेमिक स्किल्समा फोकस गर्दै विद्यार्थीलाई इन्ट्रान्स एक्जामिनेसनको लागि
लागि प्रिपेयर गराउँछौँ। साथसाथै हामी विद्यार्थीहरूलाई फिनिस ल्याङ्ग्वेज क्लास पनि फ्रीमा प्रोभाइड गर्छौँ, जसले गर्दा विद्यार्थीहरू फ्युचर जब मार्केटका लागि पनि तयार हुन सक्छन्। स्टेप 4, एन्ट्रान्स पास अफर लेटर। अब एउटा कुरा विशेष रूपमा याद राख्नुहोस्, एन्ट्रान्समा सम्बन्धित सेलेक्सन प्रोसेस सक्सेसफुली कम्प्लिट गरेपछि मात्र एडमिसन अफर प्राप्त हुन्छ। त्यसैले प्रोसेसलाई यसरी बुझ्न सकिन्छ: एप्लिकेसन, त्यसपछि एन्ट्रान्स, सेलेक्सन, पास अनि अफर लेटर। अफर लेटर प्राप्त गर्नु फिनल्यान्डको स्टडी जर्नीको एउटा महत्त्वपूर्ण माइलस्टोन हो। नम्बर 7, अफर लेटर पछि रेजिडेन्स पर्मिट प्रोसेस। अफर लेटर प्राप्त भएपछि अर्को महत्त्वपूर्ण स्टेप हो स्टुडेन्ट रेजिडेन्स पर्मिट एप्लिकेसन। अफर लेटर पाएपछि हामी युनिभर्सिटीको फी पेमेन्ट गरी भिजा एप्लाई गर्ने प्रक्रियातर्फ अगाडि बढ्छौँ। यस चरणमा एडमिसन अफर, ट्युसन फी, इन्सुरेन्स, फाइनान्सियल रिसोर्सेस लगायत आवश्यक डकुमेन्ट्स तयार गर्नुपर्छ। हालको रिक्वायरमेन्ट अनुसार विद्यार्थीले सामान्यतया आफ्नो 1 वर्षको लिभिङ एक्सपेन्सेस कभर गर्न पुग्ने रकम 9,600 युरो प्रमाणित गर्नुपर्छ भने डिपेन्डेन्टले पनि सामान्यतया आफ्नो 1 वर्षको लिभिङ एक्सपेन्सेस कभर गर्न पुग्ने रकम 7,350 युरो प्रमाणित गर्नुपर्छ। यसले विद्यार्थी र डिपेन्डेन्टलाई आफ्नो इनिसियल फाइनान्सियल प्लानिङ स्पष्ट रूपमा गर्न सहयोग गर्छ। यो लिभिङ एक्सपेन्सेस तपाईँले भिजा लगाउनुभन्दा 1 हप्ता अगाडि मात्र राख्दा पनि हुन्छ र भिजा नआएसम्म राख्नुपर्ने हुन्छ। यो पैसा फिनल्यान्डको फ्लाइट गर्दा डलर कार्ड बनाएर जानुपर्छ भने एयरपोर्टबाट निस्किएपछि डलर कार्ड क्यान्सल गर्न सकिन्छ। मुख्य कुरा भनेको यो पैसाको सोर्स देखाउनुपर्छ। यो पैसा जसले हालिदिए पनि हुन्छ, फ्यामिलीको इन्कम नै हुनुपर्छ भन्ने छैन। तर ध्यान दिनुपर्ने कुरा, लिभिङ एक्सपेन्सेस भनेको फाइनान्सियल रिक्वायरमेन्ट मात्र चाहिँ होइन। ट्युसन फी, इन्सुरेन्स, एकोमोडेसन, ट्राभल र अन्य इनिसियल सेटलमेन्ट्स कस्ट पनि विद्यार्थीले आफ्नो फाइनान्सियल प्लानिङमा समावेश गर्नुपर्छ र इमिग्रेसन रुल्स तथा रिक्वायर्ड एमाउन्ट समयअनुसार परिवर्तन हुन सक्ने भएकाले एप्लिकेसन गर्दा लेटेस्ट अफिसियल रिक्वायरमेन्ट जाँच गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। लिङ्किङ ड्रिम्सको हिस्टोरिकल भिजा सक्सेस रेकर्ड अफर पछि 100% रहेको छ, तर अप्रुभल कुनै कन्सल्टेन्सीले ग्यारेन्टी गर्न सक्दैन। फाइनल डिसिजन फिनिस अथोरिटिजले गर्दछ। नम्बर 8, स्पाउस र चिल्ड्रेन सहित एप्लाई गर्ने अप्सन। फिनल्यान्डको अर्को महत्त्वपूर्ण पक्ष भनेको स्टुडेन्टले आफ्नो स्पाउस र चिल्ड्रेनका लागि फ्यामिली बेस्ड रेजिडेन्स पर्मिटको एप्लिकेसन सँगै एप्लाई गर्न सक्नुहुन्छ। त्यसैले यदि तपाईँ म्यारिड हुनुहुन्छ वा चिल्ड्रेन छन् भने ब्याचलर्स स्टडी प्लानसँगै फ्यामिली रिलोकेसन प्लान पनि बनाउन सक्नुहुन्छ। नम्बर 9, ब्याचलर्सको ड्युरेसन। फिनल्यान्डमा धेरै ब्याचलर्स प्रोग्राम्सको ड्युरेसन एप्रोक्सिमेटली 3.5 वर्षदेखि 4 वर्षको हुन्छ, तर एक्ज्याक्ट ड्युरेसन प्रोग्राम्स र इन्स्टिट्युसन्स अनुसार फरक हुन सक्छ। फिनल्यान्डमा क्रेडिट सिस्टम अनुसार पढाइ हुने भएकोले विद्यार्थीले आफ्नो प्रोग्रामका आवश्यक क्रेडिट समयमै पुरा गर्न सकेमा आफ्नो स्टडिज छिटो पुरा गर्ने अप्सन्स पनि हुन सक्छ। यदि विद्यार्थीले पहिले नै सोही वा सम्बन्धित फिल्डमा ब्याचलर्स डिग्री पुरा गरिसकेको छ भने प्रोग्राम्स र युनिभर्सिटीको नियम अनुसार केही क्रेडिट्स क्लेम गर्न सक्ने अप्सन पनि हुन सक्छ। अर्थात् 3.5 वर्षको प्रोग्राम्स भए पनि सबै विद्यार्थीले अनिवार्य रूपमा 3.5 वर्ष नै लगाउनुपर्छ भन्ने हुँदैन। पर्याप्त क्रेडिट्स पुरा गरेर र युनिभर्सिटीको एकाडेमिक रिक्वायरमेन्ट्स पुरा गरेमा केही विद्यार्थीले आफ्नो डिग्री निर्धारित समयभन्दा चाँडै पनि पुरा गर्न सक्छन्। त्यसैले प्रोग्राम छनौट गर्दा ड्युरेसन मात्र होइन, करिकुलम, क्रेडिट सिस्टम, इन्टर्नसिप, करियर रेलेभेन्स र फ्युचर इम्प्लोइमेन्ट अपर्च्युनिटिज पनि हेर्नुपर्छ। नम्बर 10, टोटल कस्ट। यो इमेजमा देखाए अनुसार यदि तपाईँ सिङ्गलमा फिनल्यान्ड जानुहुन्छ भने एप्रोक्सिमेटली 18 देखि 19 लाख रुपैयाँमा फिनल्यान्ड फ्लाइट गर्न सक्नुहुन्छ। त्यसै गरी डिपेन्डेन्ट सहित एप्लाई गर्दा टोटलमा एप्रोक्सिमेटली 22 देखि 23 लाख रुपैयाँमा फिनल्यान्ड फ्लाइट गर्न सक्नुहुन्छ। यसमा सपिङ, अकोमोडेसन आदि खर्चहरू भने इन्क्लुड गरिएको छैन। यो टोटल कस्टमा एप्लिकेसन, युनिभर्सिटी फी, भिजा एप्लिकेसन गर्दा लाग्ने फी, इन्सुरेन्स लगायतका खर्चहरू मात्र इन्क्लुड गरिएको छ। नम्बर 11, पार्ट टाइम वर्क अपर्च्युनिटी। हालको नियम अनुसार विद्यार्थीहरूले सामान्यतया एभरेजमा हप्तामा 30 घण्टासम्म काम गर्न सक्छन् भने डिपेन्डेन्टले फुल टाइम काम गर्न सक्छन्। तर विद्यार्थीका रूपमा तपाईँको पहिलो प्रायोरिटी स्टडी, स्किल, करियर हुनुपर्छ। पार्ट टाइम वर्कलाई एजुकेसनको फाइनान्सियल फाउन्डेसनको रिप्लेसमेन्टका रूपमा होइन, एडिसनल इन्कम र वर्क एक्सपिरियन्सको अपर्च्युनिटीका रूपमा लिनु राम्रो हुन्छ। नम्बर 12, PSW। अब धेरै विद्यार्थीको सबैभन्दा महत्त्वपूर्ण प्रश्न, ब्याचलर्स सकेपछि फिनल्यान्डमा के गर्न सकिन्छ? फिनल्यान्डमा डिग्री पुरा गरेपछि एलिजिबल ग्रेजुएट्सले काम खोज्न वा बिजनेस सुरु गर्न पोस्ट स्टडी रेजिडेन्स पर्मिटका लागि आवेदन गर्न सक्छन्। हाल यो पर्मिट अधिकतम 2 वर्षसम्म हुन सक्छ। यस अवधिमा विद्यार्थीले आफ्नो क्वालिफिकेसन र करियर फिल्ड अनुसार फुल टाइम इम्प्लोइमेन्ट खोज्न सक्छ।
तर फुल टाइम जब आफ्नै फिल्डको हुनुपर्छ भन्ने छैन। फुल टाइम एग्रिमेन्ट भएको जुनसुकै जब भए पनि विद्यार्थीले एप्लिकेसन रिक्वायरमेन्ट पुरा गरेर आफ्नो रेजिडेन्स पर्मिटलाई वर्किङ भिजामा चेन्ज गर्न सक्छ। नम्बर 13, पिआर र सिटिजनसिप लङ टर्म प्लानिङ। फिनल्यान्डमा स्टडी गरेपछि लङ टर्म करियर प्लान बनाउने विद्यार्थीहरूका लागि अर्को महत्त्वपूर्ण विषय हो पर्मानेन्ट रेजिडेन्स र सिटिजनसिप। वर्किङ भिजामा गएपछि स्टुडेन्टले फिनल्यान्डमा ल्यान्ड भएको दिनदेखि 4 वर्षदेखि 6 वर्षसम्ममा पिआर एप्लाई गर्न सकिन्छ। त्यसपछि आवश्यक कानुनी रिक्वायरमेन्ट्स पुरा गरेर पिआर पाएपछि 2 वर्षपछि फिनिश सिटिजनसिपका लागि पनि एप्लाई गर्न सकिन्छ। रेजिडेन्स पर्मिट, इम्प्लोइमेन्ट, इन्कम, ल्याङ्ग्वेज प्रोफिसियन्सी, लिगल कम्प्लियन्स र त्यस समयमा लागू हुने अन्य रिक्वायरमेन्ट्स पुरा गर्नुपर्ने हुन्छ। त्यसैले फिनल्यान्डलाई सर्ट टर्म स्टडी डेस्टिनेसन मात्र नभई एजुकेसन, करियर, लङ टर्म सेटलमेन्टको पर्सपेक्टिभबाट पनि प्लान गर्न सकिन्छ। नम्बर 14, अन्तिममा वाइ फिनल्यान्ड फर ब्याचलर्स फ्रम नेपाल। यदि तपाईँले +2 पिसिएल वा डिप्लोमा पुरा गर्नुभएको छ र ब्याचलर्सको लागि फिनल्यान्ड जाने सोचमा हुनुहुन्छ भने फिनल्यान्डलाई केवल भिजा सजिलो छ भनेर मात्र हेर्नु हुँदैन। फिनल्यान्डलाई तपाईँ क्वालिटी एजुकेसन, इङ्ग्लिस टट प्रोग्राम्स, प्र्याक्टिकल एन्ड करियर ओरिएन्टेड लर्निङ, इन्डस्ट्री एक्सपोजर, इन्टरनेसनल इन्भाइरोमेन्ट, पार्ट टाइम वर्क अपर्च्युनिटी, फ्यामिली अप्सन, पोस्ट स्टडी अपर्च्युनिटी, लङ टर्म करियर प्लानिङको लागि हेर्न सक्नुहुन्छ। विशेष गरी प्र्याक्टिकल र करियर ओरिएन्टेड ब्याचलर्स डिग्री चाहने विद्यार्थीको लागि युनिभर्सिटी अफ एप्लाइड साइन्सेस एउटा महत्त्वपूर्ण अप्सन हुन सक्छ। अब फिनल्यान्ड जाने निर्णय केवल कन्ट्री हेरेर नगर्नुहोस्। सही युनिभर्सिटी, सही प्रोग्राम, सही एडमिसन रुट र आफ्नो प्रोफाइल अनुसार सही चोइस गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। तपाईँको एकाडेमिक क्वालिफिकेसन, जिपिए, स्टडी ग्याप, एज, इङ्ग्लिस प्रोफिसियन्सी, फाइनेन्सियल क्यापेसिटी र फ्युचर करियर गोल हेरेर कुन प्रोग्राम तपाईँको लागि सुइटेबल हुन्छ भन्ने कुरा बुझेर मात्र एप्लिकेसन अगाडि बढाउनुहोस्। यदि तपाईँ फिनल्यान्डमा ब्याचलर्स पढ्ने योजना बनाउँदै हुनुहुन्छ भने लिङ्किङ ड्रिम्स प्राइभेट लिमिटेडमा हामी तपाईलाई प्रोग्राम सेलेक्सन, एप्लिकेसन, एन्ट्रान्स प्रिपरेसन, अफर प्रोसेस र रेजिडेन्स पर्मिट प्रिपरेसनसम्म स्टेप बाई स्टेप काउन्सिलिङ र गाइडेन्स प्रदान गर्छौँ। फिनल्यान्ड डिग्री मात्र होइन, प्र्याक्टिकल स्किल्स, इन्टरनेसनल एक्सपोजर र फ्युचर करियरको फाउन्डेसन बनाउने अवसर पनि हो। थ्याङ्क यू एन्ड सी यू इन फिनल्यान्ड।